चाहिँ हामी पास्टर जिल्लाको कालो पानी पोखरी भन्ने ठाउँमा आएको छौँ। एकदम सुन्दर रहेछ, तर अहिले चाहिँ हल्का पानी फुल भएको रहेछ। अरू बेला चाहिँ यहाँ कालो पानी भएको कारणले गर्दाखेरि यो ठाउँको नाम चाहिँ कालो पानी भनिएको रहेछ। मान्छे चिन्दैन तर देखिन्छ है, होइन मान्छे चिन्दैन कि यसो एउटा खिचिरहेको खिच्दैछु, हिँड न। अलिक मौसमले सक्दैन कि अलिकति उज्यालो भएको भए लाग्छ नि निशानतिर